सो एउटा अर्को कुरा चाहिँ मैले भन्नु बिर्सेछु, त्यो पनि भन्नु जरुरी थियो मैले हैन, किनकि यस्तो हो, जब हामीले सिलगढी बादमा सिङताम लिएर गयौँ, घर लिएर आयौँ मम्मीलाई, त्यतिखेर मम्मी अब त्यति साह्रो अब त्यस्तो फ्रेस थिएन हैन, तर पनि मान्छे चिन्नुहुन्थ्यो, सुन्नु सक्नुहुन्थ्यो, मान्छे चिन्नुहुन्थ्यो हैन। अन्त अब त्यो टाइममा अब अभियसली आफ्नो गाउँ छ छिमेकी मेरो मम्मीकै साथीभाइहरू जति पनि हुनुहुन्थ्यो, सबैजनाले अब आयो भनेर थाहा पाइसकेपछि भेट्नु आउनै हुन्छ हैन, आउनु पनि भएको थियो। र तर बादमा मैले यस्तो पनि सुने कि छोरीले चाहिँ भेट्नै दिएन, आमालाई त हेर्नै दिएन, भेट्नै दिएन भन्ने कुरा पनि सुने है। बट द फ्याक्ट चाहिँ के हो भन्दाखेरि मैले किन भेट्नु दिन, किन मैले त्यसको रिजन के छ भन्दाखेरि एटलिस्ट तपाईहरुले बुझिदिनुहोस् है, किन जसो घरमा बितेको हुन्छ है उहाँहरूले मात्रै बुझ्छ कि जसो घरमा बितेको हुन्छ नि उनीहरूलाई मात्रै याद हुन्छ क्या। किन यो चाहिँ कुनै मामुली सर्दी खासी ज्वरो सोरो भएको बिमार होइन नि त, त्यो भएको भए अर्कै कुरा हुन्थ्यो होइन। तर अब यसमा कस्तो छ, बल्ल बल्ल अब मम्मी कति महिना बाद सिलगढीदेखि आफ्नो घर आएको, त्यसरी आफ्नो घर देखेर एउटा इमोसनली एकदम एट्याच आफ्नो घरसँग होइन, आफ्नो रुमसँग बेडरुमसँग आफ्नो सरसामानसँग देखेर यति इमोसनल, छरछिमेकीबाट एक दुईजना आउँदाखेरि त हेरेर रुने। सो मलाई आफ्नै आमा रुको देख्दाखेरि मलाई आफै पुरा मन दुखेर आउँथ्यो, म हेर्नु सक्दिनँ थिएँ, किन मलाई स्ट्रङ हुनु जरुरी छ यो पोइन्टमा। म आफै इमोसनली आफ्नो आमाको आँखामा आँसु देखेर म आफै कन्ट्रोल गर्न सक्दिनँ थिएँ। त्यो अब मान्छे हो अभियसली, बिचारा कस्तो हुनुभएको छ, यस्तो त्यस्तो भन्दा झन् मलाई लाग्थ्यो मनमा होइन। सो त्यो भन्दा बेटर अब मम्मीलाई पनि यस्तो फिल नहोस् कि ला म त यस्तो अवस्थामा भएछु र मलाई हेर्नु यसरी आए भन्ने त्यो फिलिङ्स नहोस् भनेर चाहिँ मैले अलिक दिन नभेटिदिनुहोस् मम्मीसँग भनेर चाहिँ मैले बिन्ती रिक्वेस्ट गरेको थिएँ। यसमा अन्यथा नलिनुहोस् होला, तपाईहरुले नराम्रो नसोचिदिनुहोस् होला, किनकि कस्तो परेको थियो त्यो टाइममा, त्यो सिचुएसनमा त्यो परेकोलाई याद हुन्छ है। भने त लाइफले धेरै कुरा सिकायो, धेरै कुरा जाने बुझे, मान्छे चिने। सो यसरी नै सिक्नु पर्ने रहेछ, लाइफमा अगाडि बढ्नु पर्ने रहेछ। जति पनि दुःख कष्ट आए पनि हामीले भन्छ नि अब ह्याप्पिनेसमा हामीले हरेक जग्गामा हामी गएर एटेन्ड गर्छौँ, जसरी भए पनि हामीले म्यानेज गर्छौँ नि त होइन। तर त्यही परिवारमा दुःख पर्दाखेरि चाहिँ सबैको मुखमा एक्सक्युजेस हुँदो रहेछ, सबै मिन्स कोही अब त्यस्तो हुँदो रहेछ। अब त्यस्तो पनि देखियो, चिनियो, बुझियो है। सो सिक चाहिँ मैले के पाएँ भन्दाखेरि मेरो मम्मीले पहिलादेखिको मलाई एउटा कुरा चाहिँ के सिकाउनु भएको छ भन्दा जसले जसो गरे पनि सेम त्यही चिज नगर्नु उनीहरूसँग, नत्र भने उनीहरू र हाम्रोमा के फरक हुन्छ, के पनि फरक पर्दैन नि त, सेम थिङ गरे नि त। तर उनीहरूलाई काम पर्दा र इफ मैले सकेको केही छु भने म अभियसली गएर गर्नेछु, म चाहिँ त्यो सोच्छु है। अन्त त्यही हो, अब रङ नसोच्नुहोस् तपाईहरुले पनि। अन्त त्यो यो कुरा मेन्सन गर्नु जरुरी थियो, अनि मैले तपाईहरुलाई भनेको है। सो त्यस्तै चलिरहेको। नमस्कार टु इच एन्ड एभ्री वान, होप सो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। र म धेरै दिनपछि एउटा भ्लग लिएर आउँदैछु र आजको भ्लग चाहिँ रहेको छ हल्का गफसफ नै, एन्ड अल्सो आई वान्ट टु सेयर समथिङ जुन चाहिँ मलाई लाग्छ जे मैले मेरो लाइफमा एक्सपिरियन्स गरिरहेको छु, के नयाँ कुरा मैले सिकेँ, देखेँ, बुझेँ। सो आई वान्ट टु सेयर विथ यु अल। तपाईहरु सबैसँग मलाई सेयर गर्नु मन थियो। एन्ड यहाँ पछाडि देख्नुहुन्थ्यो होला, हामी चाहिँ अहिले सोकेताङ हस्पिटलमै छौँ। एन्ड इट्स बिन लाइक 2 महिना हुन आँटिसक्यो हामी हस्पिटलमै छौँ अहिले पनि। बेसिकली जतिलाई याद छ है, मेरो मम्मीको फिजियोथेरापीको लागि हामी यता आइएको हो, थेरापी चलिरहेकै छ, एभ्री डे नै हुने गर्छ। एन्ड सो यस, अब के हाल्ने भइबस्छ। फेरि मेरोमा त्यस्तो टाइमै हुँदैन भिडियोहरू बनाइरहनु, अपलोड गरिरहनु, किनकि म
हस्पिटलमै बस्छु है, हस्पिटलमै सुत्छु। हामी एउटा प्राइभेट क्याबिनमा छौँ, मम्मीसँग मै बस्छु। एन्ड मेरोमा त्यो टाइम नै हुँदैन, म भिडियो गर्छु, यो हाल्छु त्यो हाल्छु, फेरि अरू केही पनि हुँदैन, बनाउने कारण पनि केही हुँदैन। अब के नयाँ थोक हाल्नु, हस्पिटलभित्रमा के हाल्नु पनि भिडियो है, के देखाउनु पनि तपाईँहरूलाई, सो त्यस्तो केही पनि हुँदैन। सो त्यसले गर्दाखेरि मैले भिडियोजहरू हालेको पनि छुइनँ है। अन्त आजै आएको हो म। सो मैले सोचेँ कि आज चाहिँ लेट्स लाइक केही बातचित टाइपकै हुन्छ नि, अब तपाईँहरूसँग बातचित गरौँ भनेर। तपाईँलाई के कस्तो लाग्छ डु कमेन्ट है। एन्ड यस, फर्स्ट अफ अल त म सबैजनालाई एकदम हृदयदेखिको थ्याङ्क यू सो मच भन्न चाहन्छु, जसले मेरो वेल विशर्सहरूले मेरो फ्यामिलीको लागि, मेरो मम्मीको लागि प्रे गरिदिनु भयो, यादमा राखिदिनु भयो, मलाई मेसेजहरू गरिरहनुहुन्छ, सोधिरहनुहुन्छ एभ्री डे है। उहाँहरूलाई एकदम हृदयदेखिको थ्याङ्क यू सो मच। एन्ड मेरो फर्स्ट एक्सपिरियन्स हस्पिटलमा के भयो, के अनुभव गरेँ मैले, के चिज देखेर मैले बुझेँ भन्दाखेरि यस्तो हुन्थ्यो। अब पहिला चाहिँ अब मेरो चाहिँ सोकेथाङ फर्स्ट टाइम हो। म कहिले सोकेथाङ आउनु आएको पनि थिइनँ, काम पनि परेको थिएन। सो मलाई त्यति अब आइडियै थिएन है सोकेथाङ। सो अहिले चाहिँ अलमोस्ट 2 महिना हुन आँटिसक्यो। 2 दिन बादमा त 2 महिना हुन्छ हामी बसेको होइन। सो अहिले त फिलहाल त अब मेरो यता नर्सहरूसँग पनि है, हस्पिटलको कतिजनासँग त हामी एकदमै राम्रो जान पहिचान भइसकेको छ, चिनापर्ची भइसकेको छ। फ्यामिली जस्तै बस्छौँ हामी, जति पनि मेरो छेउछाउमा बस्नु भएको छ क्याबिनमा बिमारीहरूलाई हेर्ने, बस्ने, रुङ्नेहरूसँग पनि राम्रो हाम्रो लाइक बन्डिङ राम्रो भएको छ, एकदमै हेल्पफुलहरू हुनुहुन्छ है। अन्त इट फिल्स रियली गुड है, नयाँ मान्छेसँग जान पहिचान गर्नु। म छिटो छु त्यस्तोमा त, एकदमै छिटो। म एकदम ट्रान्सपेरेन्ट मान्छे भनौँ न। अब मेरो त्यो उयो नै छैन कि अब त्यो बनावटी आउँदैन मलाई, फ्र्याङ्क भन्नु पर्दाखेरि। अन्त एकदमै छिटो बोलीमा हाल्छु, फ्रेन्डली छु म। अन्त अब हस्पिटलको एक्सपिरियन्स चाहिँ अब त्यही भयो, धेरै किसिमको बिमारीहरू देखियो, धेरै कसैको छोराछोरी रुङ्नु बसेको है, फ्यामिली मेम्बरहरू आउनुहुन्छ। अब यस्तो लाग्यो कि मलाई कि अब पहिलासम्म चाहिँ के हुन्थ्यो भन्दाखेरि हस्पिटलमा बिमारीलाई को बसेको छ भन्दा म बसेको छु नि, है बिमारीलाई खाना लाँदैछु नि भन्थ्यो, ए ओके भन्थ्यो, सकिन्थ्यो त्यो कुरा है। तर त्यो फिल चाहिँ मैले अहिले गर्दैछु, जब एउटा बिमारीसँग बस्नु, एउटा बिमारीलाई खाना ल्याउनु लानु, फ्यामिली सबैजना इन्गेज हुनु होइन। एउटा अब बिमारीलाई छोडेर कहीँ जानु मिल्दैन, प्लस खानपिनदेखिको भन्नु सजिलो रहेछ, गर्नु कति साह्रो छ। कुनै पनि काम, कुनै पनि यो चिज चाहिँ मैले नि जबसम्म पर्छ तब मात्रै बुझ्छ भन्ने जुन चाहिँ यो छ, यो चिज चाहिँ मैले यतिखेर बुझेँ, यतिखेर जानेँ है। किनकि मलाई परेको थिएन नि त, मलाई परेको थिएन। मलाई के जस्तो त्यस्तो मतलब के जस्तो होइन, मलाई ए बिमारी रुङ्ने त हो, ए बिमारी हेर, ए तिमी बस्छ है, तपाईँ बस्नुहुन्छ हस्पिटलमा, ए अच्छा ओके सक्यो। बट धेरै कुराहरू हुँदो रहेछ क्या। अब एउटा बिमारीलाई हेर्नु, बस्नु, खाना यताउता गर्नु, लुगाफाटादेखिको लिएर धेरै कुराहरू म्यानेज गर्नु। त्यो टाइममा त्यो रुङ्ने मान्छेलाई याद हुन्छ, कस्तो सिचुएसन हुन्छ देख्दा, एकदम ए क्याबिन लिएको रहेछ, ए राम्रै रहेछ नि, बस्नु खानु सुत्नु जग्गा राम्रै रहेछ है, ए यहाँ यस्तो रहेछ भन्नु कति सजिलो छ मान्छेलाई। तर जे परिरहेको छ नि, किनकि हामी बिमारी रुङ्नेलाई चाहिँ के हुन्छ भन्दाखेरि कहिले बिमारी राम्रो जाति भइदियोस्, कहिले आफ्नो घर जानु पाऊँ है, फ्यामिलीसँग सँगै बसेर खानु पाऊँ। किनकि यस्तो हुन्छ कि बिमारी रुङ्ने भइसकेपछि नि फ्यामिली एकसाथ नबसेको जुनी हुन्छ, जस्तै मसँग परिरहेको छ नि त अहिले होइन। मेरो बाबासँग खाना नखाएको कति जुनी भयो, मेरो नानीसँग खाना नखाएको कति जुनी भयो, मेरो हस्बेन्डसँग खाना नखाएको कति जुनी भयो। हामी कोही पनि एकसाथ खाएको छैनौँ, कोही पनि। इभन मेरो बाबा पनि एक्लै खानुपर्छ, टाइम टेबल मिल्दैन होइन। मेरो नानीलाई खुवाइदिनु पर्यो होइन। मेरो हस्बेन्ड होटल लाइनपट्टि काम गर्नुहुन्छ, उहाँ होटलमै खाएर आउनुहुन्छ होइन। कोही बेला खानुहुन्छ होला, कोही बेला खानुहुन्न होला, कोही बेला उभि हतारेर बाबा छिटो खानु पर्यो, किनकि हस्पिटल खाना लानु पर्यो। एकजना मान्छेले सबथोक गरिरहनु परेको छ। म यहाँ मम्मीलाई छोड्नु सकेको छुइनँ, यहाँ बिमारीलाई पनि हेर्नु पर्यो, खुवाउनु पर्यो। हस्पिटलमा कोही बेला के इमर्जेन्सीमा दबाई ल्याउनुपर्छ, कोही बेला के टेस्ट पर्छ, कोही बेला कहाँ लानुपर्छ। सो इच एन्ड एभ्रिथिङ इज लाइक कुनै पनि चिज सजिलो, कुनै पनि चिज देखेर हामीले
इजी लिनु हुँदैन रहेछ भन्ने चाहिँ सिकेँ, अनुभव गरेँ, देखेँ, बुझेँ। सो यही सानो सानो कुराहरू चाहिँ मलाई लाइक सेयर गर्नु मन परेको है। अब मेरो भिडियो हेरिरहनु भएको जतिजना हुनुहुन्छ तपाईँहरू कतिजना बस्नु भएको होला हस्पिटलमा होइन, आफ्नो फ्यामिली आफ्नो आफन्तहरूलाई हेर्नु जानुभएको होला। तर जो बस्नु भएको छ नि, म ह्याट्स अफ गर्छु, म एकदम हृदयदेखि नमस्कार गर्छु उहाँहरूलाई। अहिले म त्यो फिल गर्दैछु। इट्स नट इजी एट अल, एकदमै इजी हुँदैन जस्तो हामी देख्छौँ नि। अब यस्तो हुन्छ नि, मान्छे आउँदा पनि त हामी भन्न सक्दैनौँ नि त, यस्तो भइरहेछ यस्तो, नो, हामी त क्याजुअली हाँस्नु पऱ्यो, बोल्नु पऱ्यो सबैसँग होइन। तर एउटा माइन्ड पनि डिस्टर्ब हुँदो रहेछ क्या, त्यो मेरो अलरेडी भइसकेको मान्छे म डिस्टर्ब। तर आई हेभ टु बी स्ट्रङ है। अहिलेसम्म इट्स बिन लाइक सिन्स 6 months हुन आँटिसक्यो मेरो मम्मी बिमार हुनुभएको है। डिसेम्बर 2024 भएको बिमार स्टार्ट होइन। सो अलमोस्ट भनौँ न होइन। सो तर पनि मैले मेरो बाट होइन, मैले कहिले पनि यो चिजलाई हार मानिन पनि, नेगेटिभिटी कहिले मेरो माइन्डमा आएन पनि है। किनकि मेरो मम्मी हो, मेरो आमा स्ट्रङ हुनुहुन्छ, इनफ हुनुहुन्छ होइन। हार मानिन पनि, नेगेटिभिटी कहिले मेरो माइन्डमा आएन पनि है। किनकि मेरो मम्मी हो, मेरो आमा स्ट्रङ हुनुहुन्छ, इनफ हुनुहुन्छ होइन। किनकि मलाई त अरू बेला कराई गाली गराइकन अगाडि बढ्ने बाटो देखाउने मान्छे मेरो आमा हो भनेपछि त अभियसली म पनि मेरो आमाको लागि पोजिटिभ सोच्छु र अगाडि नै बढाउँछु नि त है। सो सेकेन्ड थिङ आई वान्ट टु सेयर, जहिले पनि जब पनि तपाईँहरूले तपाईँहरूको मम्मी बाबाहरूलाई यसरी बिमार हुँदा हेर्नुहुन्छ नि, तपाईँहरूले यति माइन्ड सेट गरेर राख्नुहोस्, कहिले पनि नेगेटिभिटी माइन्डमा नहाल्नुहोस् है। किनकि आफै नेगेटिभिटी माइन्डमा नहाल्नुहोस् इन द सेन्स यो होइन कि ला मेरो त बाबा या त मेरो आमा जाति हुँदैन कि, ला म के गर्नुपर्ने हो, ला अब म त हरेस खानु, आफूलाई हार मान्नु, नेगेटिभिटी मात्रै सोच्नु, ला जाति नहुने रहेछ, ला यस्तो नसोच्नुहोस्। माइन्डलाई सेट गर्नुहोस्। अगर वर्स्ट हुँदैछ भने यसलाई बेटर कसरी गर्ने, बेटर गर्नुको लागि चाहिँ फर्स्ट अफ अल तपाईँमाथि छ। तपाईँले कति आफ्नो आमा बाबालाई खुसी राख्नु सक्नुहुन्छ, त्यो खुसी राख्नु चाहिँ तपाईँहरूमाथि छ। जबसम्म तपाईँ पनि खुसी आफै हुँदैन नि, तबसम्म तपाईँले मम्मी बाबालाई पनि खुसी राख्न सक्नुहुन्न नि त। सो मैले चाहिँ मेरो माइन्ड सेट गरिसकेको थिएँ कि यस आई हेभ टु बी स्ट्रङ, म स्ट्रङ हुनुपर्छ, म हाँस्नुपर्छ, म एकदमै चिल भएर बस्नुपर्छ, तब मात्रै म मेरो आमालाई पनि हेर्न सक्छु, मेरो बाबालाई पनि हेर्न सक्छु। किनकि अहिले यो टाइममा यो सिचुएसनमा मैले मेरो बाबालाई हेर्नु पनि बहुत जरुरी छ। बिकज मेरो बाबाको पनि को छ, आफ्नै जीवनसाथी, आफ्नै लाइफ पार्टनर यसरी बिमार भएर बसिरहेको छ भने कस्तो परिरहेको होला। त्यो त बिहा गरेको सबै जोडीलाई याद हुन्छ नि त है। आफ्नो बुढाको कसलाई माया लाग्दैन, आफ्नो बुढीको कसलाई माया लाग्दैन। द सेम थिङ इज गोइङ विथ अहिले मेरो प्यारेन्ट्समाथि नि त होइन। अब दिनरात मलाई मम्मीले त देखिरहनुहुन्छ मैले के गर्दैछु, कसो गर्दैछु, मम्मीमाथि सी नोज एभ्रिथिङ होइन। तर पनि मैले अझै मोटिभेट गरिरहेको छु होइन, अझै म राम्रो राम्रो कुराहरू गर्छु होइन। यहाँसम्म यतिको बनाउनु नै मैले कसरी गरेँ त्यो मलाई याद छ। एक सेकेन्ड म एक सेकेन्डको मलाई याद छ मैले कसरी गरेँ। र मेरो बाबाले कतिको कष्ट गर्नुहुँदैछ, कसको लागि, अभियसली आफ्नो श्रीमतीको लागि नि, आफ्नो वाइफको लागि। बिकज उहाँलाई पनि आफ्नो वाइफ हट्टा कट्टा हाँसेको बोलेको एक्टिभ चाहिएको छ नि त। सो फर द्याट हामी फर्स्ट अफ अल हामी केटाकेटी, हामी छोराछोरीले नै एउटा राख्नुपर्छ, सेट गर्नुपर्छ माइन्डमा चाहिँ हामी आफै कमजोर कहिले हुनु हुँदैन र कमजोर देखाउनु हुँदैन। अभियसली म मान्छे हो, मलाई पनि रुनु मन लाग्छ, म पनि इमोसनल छिट्टो हुने मान्छे, यति छिटो इमोसनल हुने मान्छे हो। तर आई हेभ टु बी भेरी स्ट्रङ। मलाई हुनु पर्यो, सिचुएसन त्यस्तो आयो कि मलाई स्ट्रङ हुनु कर लाग्यो नि त। अहिले मलाई बानी हुँदै गयो, म सिक्दै गएँ, मैले सोचेँ, मैले बुझेँ, नो अब त्यो गालामा हात राखेर विरक्त लागेर बस्न सक्दिनँ म। कोही आउनेवाला छैन मलाई हेल्प गर्नु। पुरा सोचेँ मैले, माइन्ड सेट गरेँ। यो मैले गरेको त के पनि होइन, मैले मेरो आमा भनेर स्याहारेको मात्रै पनि होइन गाइज। मैले फर्स्ट अफ अल मैले अहिले जति गर्दैछु नि मेरो मम्मीलाई, यो त के पनि होइन। मेरो मम्मीले मेरो लागि के गरिदिनु भएको छ नि, त्यो माथि त मैले कहिले पनि उहाँलाई दिनु सक्दिनँ, फिर्ता गर्नु सक्दिनँ कि।
सानो सानो कुरादेखिको उहाँले मलाई सपोर्ट गर्नुभएको आफ्नो आमा बाउले छोराछोरीको हरेक कुरामै सपोर्ट गर्नुहुन्छ नि त हर एक कुरामै हर एक चाहे जेसुकै होस् चाहे बाबा मानेको छैन भने आमाले कसरी फकाउनु पर्ने हो बाबालाई कसरी कन्भर्ट गर्नुपर्ने हो कसरी छोराछोरीको सानो सानो कुरालाई एक्सेप्ट गर्नुपर्ने हो भनेर आमाहरूको हातमा हुन्छ है सो त्यो चिज मेरो आमाले गर्नुभएको छ आफ्नो छोराछोरीको लागि सो अहिले चाहिँ यो टाइम आएको छ कि हामी छोराछोरीले सोच्ने टाइम आएको छ कि अब हामीले के गर्नुपर्ने हो कसो गर्नुपर्ने हो मेरो आमा मेरो बाबाको लागि है त्यो माइन्ड सेट गरिसक्नुपर्छ एक्सक्युज दिने धेरैजना हुन्छ यस्तो त्यस्तो यस्तो यस्तो वाट एभर तर इट्स अल अप टु यु तपाईँ छोराछोरीमाथि नै हुन्छ अब यसलाई कसरी म्यानेज गर्नुपर्छ यो भएन भने यो तरिकाले म गर्नु पर्यो नि समथिङ आई हेभ टु डु बट अन्त त्यो कतिजना हुन्छ नि कतिजना छोराछोरी कस्तो हुन्छ भन्दाखेरि एक्सक्युजेस बेसी हुन्छ क्या ओके फाइन एक्सक्युजेस पनि ठिकै छ अरे लु त्यस्तै परेकै रहेछ नि त तर त्यसको पनि त के अप्सन त राख्नु त पऱ्यो नि आफ्नो बाउ आमा हो नि त 9 महिना कोखमा राखी पढाइ लेखाइ बढाइ जब एउटा आमा बाउले छोराछोरीको निम्ति सब कुछ सेक्रिफाइस गरिदिन्छ भोलिको दिनमा पढाउँछ लेखाउँछ गरी खाओस् भनेर दुनियाँ गरिदिन्छ भने त्यो छोराछोरीको कर्तव्य कब हुन्छ भन्दाखेरि जब उनीहरू पनि कमाउने धमाउने एउटा स्टेबल भइसकेपछि तब बाउ आमालाई बस्नुहोस् अब मेरो पाला आयो म अब फ्रेङ्क स्पिकिङ तपाईहरुलाई हैन म कुनै गभर्नमेन्ट सर्भिस गर्दिनँ है म बिजनेसहरु गर्ने मान्छे हो मेरो सानो होटल रेस्टुरेन्ट पनि छ म त्यो चलाउने मान्छे त्यो पनि अहिले बिमार भएर मैले चलाएको पनि छैन है सानो दिन एज अ आर्टिस्ट एज अ कलाकार म काम गर्छु है त्यही अब त्यो पनि अहिले मेरो स्टप भएको छ बिकज अफ किनकि अहिले म मम्मीसँग एकदमै म एक सेकेन्ड म मम्मीलाई छोडेको छुइनँ है मेरो हस्बेन्डले ट्राभल्स होटलपट्टि लाइनमा काम गर्ने मान्छे हो हैन मेरो नानी सानो छ है मेरो बाबा इज अलमोस्ट लाइक 70 पुग्न आँट्नु भएको छ है तर पनि मैले कसरी हुन्छ के हुन्छ म र मेरो हस्बेन्डको सरसल्लाह किन कुनै पनि बुढाबुढीको हरेक कुरामा सरसल्लाह हुनु बहुत जरुरी छ र हामी सरसल्लाहमै हामीले कसरी म्यानेज गर्दैछौँ त्यो चिजलाई हाम्रो पनि सानो नानी छ हैन मैले भन्नु चाहिँ के चाहेको भन्दाखेरि तपाईहरुको मम्मी पापालाई पनि जब पनि उहाँहरु जब बुढो हुँदै जानुहुन्छ उहाँहरु बिमार हुनुभयो अथवा के त्यस्तो के फिल हुँदैछ भने बसेर बात मार्नुहोस् दुःख सुखको कुराहरु गर्नुहोस् इमोसनली अट्याचमेन्ट गर्नुहोस् अट्याच हुनुहोस् किनकि यस्तो कुरा यस्तो ज्ञान मेरो दिमागमा थिएन म पनि कुनै त्यस्तो सोच्ने अन्तर्यामी एकदम सती सावित्री भन्नु खोजेको मैन बट द सिचुएसन जब आउँछ नि त्यो सबै कुरा सिक्नु पर्ने रहेछ भन्ने चाहिँ मलाई भयो क्या सो इन टप अफ दैट मलाई चाहिँ लाग्छ कि सबसे पहिला हाम्रो लागि चाहिँ हाम्रो गुरु हाम्रो भगवान हाम्रो ईश्वर नै हाम्रो आमा बाबा हो है चाहे तपाईले त्यसको लागि बिहानै बत्ती बालेर पूजा गरेर सधैँभरि नुहाइधुवाइ गरेर एकदम देवी माँ भगवान प्रति जति नै टाउको माथा टेक्नुस् न भगवानले पनि सुन्नुहुन्न बाउ आमालाई रोने छोरा छोरीको नि भगवानले सुन्नुहुन्न भगवानको बदलीमा बाउ आमाको फोटो राखेर पूजा गर्नुस् न त्यसै अटोमेटिक तपाईले नसोचेको पनि काम पूरा हुन्छ बाउ आमालाई त्यो माया चाहिएको छ त्यो इम्पोर्टेन्स छोराछोरीकोबाट चाहिएको छ धन दौलतसँग केही मतलब छैन इट्स अल म्याटर लभ अट्याचमेन्ट अन्डरस्ट्यान्डिङ इमोसनली सो मलाई त्यही हो आफ्नो बाउ आमालाई इम्पोर्टेन्स दिनुहोस् माया गर्नुहोस् साथ नछोड्नुहोस् चाहे जस्तै जे नै भए पनि है फर मी म बारम्बार त्यही भन्छु अहिले म यो संसारमा आउनु नै मेरो आमा र बाबा हुनुहुन्छ र म आएँ नि त हैन अहिले म यो संसारमा नभएको भए मैले मेरो उहाँ हस्बेन्ड पनि पाउँदिन थियो होला मैले यस्तो राम्रो नानी पनि पाउँदिन थियो होला सो मलाई चाहिँ त्यही लाग्छ कि कहिले पनि हामी आफैले बाउ आमाले पनि है कतिवटा कुरामा मेरो छोरा भने बढी बढाइ मेरो छोरी यस्तो या मेरो छोरी यस्तो छोरा त त्यस्तो नगरौँ होला इक्वली सोचौँ है तर इक्वली सोचेपछि त्यो छोराछोरीले पनि इक्वली सोच्नुपर्छ मलाई लाग्छ है किनकि यो चिजहरूले पनि धेरै मन दुःख हुन्छ आमा बाबालाई नै हैन अब यहाँ म मेरै हाम्रै क्याबिनको यता साइडमा एकजना सानो 5 वर्षको नानी
4 वर्षको नानी छ उसको पापाले चाहिँ त्यो नानी बोकेरै उसको मम्मी चाहिँ बिमार हुनुहुँदो रहेछ सो मैले पुरा याद गरिबस्थेछु सानो नानी चेपेर सुताइरहेको उसको पापाले सानो नानी त्यो हैन सुताएर यताउता हिँडिरहेको सुताइरहेको फेरि भित्र मिसेस बिमार हैन अब त्यो सिचुएसन हेर्नुहोस् न अब उसकोमा के उपाय नै छैन अब त्यो नानीलाई कसलाई छोडेर हिँड्नु के गर्नु बट आफ्टर अल म्यानेज त गर्नु पर्यो कसरी हुन्छ सो उहाँहरूले कोही बेला नानीलाई बेलुका यहीँ सुताउनु हुँदो रहेछ बिहानखेरि आमालाई दिनुहुँदो रहेछ फेरि हस्बेन्ड वाइफसँगै स्याहार्नु पर्यो यताउता लानु पर्यो घरि के टेस्ट हुन्छ घरि के हुन्छ होइन हो त्यस्तोहरू पनि देख्छु अब कस्तो कस्तो सिचुएसन हुन्छ नि अब त्यसलाई म्यानेज गर्नु त्यो चिजलाई कसरी ह्यान्डल गर्नुपर्छ भन्दा चाहिँ त्यो चिज चाहिँ आफूमाथि छ आफूमाथि नै हुनुपर्छ अब मेरो यता साइडमा पनि त्यस्तै बिमारी छ है एकजना अङ्कल हुनुहुन्छ अन्त उहाँको पनि एउटा के भन्छ 2 जना दिदी बहिनी रहेछ अन्त अब उनीहरूको 4 जना हैन 6 जना अरे छोराछोरीहरू 6 जना छोराछोरीमा चाहिँ 2 जना मात्रै छोरीहरू रहेछन् हैन अरु सबै दाजुभाइहरू रहेछ सो 2 जना मात्रै चाहिँ पालो पिलो गर्दै रहेछन् बाउलाई हेर्नु आमा हुनुहुन्न रहेछ बित्नु भएको रहेछ है म नाम लिँदिन अन्त 2 जना छोरीहरूले पालो पिलो हेर्दै रहेछन् त्यो 3-4 जना भएको दाजुभाइ के काम टाइम छैन अरे दे आर भेरी बिजी सो मतलब के भन्नु के शब्दै छैन के अब त्यो चिजलाई गएर के भन्नु अब त्यो यत्रो बिना छोराछोरी हुँदा पनि काम लाग्ने लास्टमा त्यही छोरी हो त्यो चिजले चाहिँ मलाई पुरा अपसेट गर्यो क्या त्यो चिज देखेर चाहिँ मलाई एकदमै दुःख लाग्यो सो प्लिज गरेर त्यो माइन्डसेट गरौँ है यस्तो बिमार हुँदाखेरि ला उ चरा पस्यो भित्र हेर्नुहोस् त यहाँ मेरो खिड्की खोल्दाखेरि चरा पसिहाल्छ पानी पर्दैछ बिचाराहरू अब यहाँ आएकोलाई यहाँ फेरि हगिदिन्छु सो त्यस्तो हुन्छ क्या अन्त मन दुःख लाग्छ यस्तो कुराहरूले गर्दा यस्तो चिजहरू सुन्दा त्यो बाउलाई कस्तो बित्यो होला त्यो आमालाई कस्तो बित्यो होला हैन अब आफ्नो यत्रो छोराछोरी 6-7 जना छन् भन्छ लास्टमा काम लाग्ने 1 जना या 2 जना हुन्छ अरु नो वान कोही हुँदैन सो गाइज अर्को कुरा चाहिँ मैले के सोचेर के बुझेँ भन्दाखेरि नि मेरो पनि एउटै छोरा छ हो बट इट्स बेटर सानैदेखिको हामीले दिनु सक्ने ज्ञान दिँदैछौँ बुझाउन सक्ने बुझाउँदैछ अझै मेरो नानीले त देख्दैछ मैले मेरो आमालाई कति के गर्दैछु बाबाले के गर्नुहुँदैछ मेरो बाबाले उसले हामीले पढाउनेमा टाइम दिनु सकेको छैनौँ कति कुरामा के भइरहेछ एटलिस्ट मेबी उसले चाहिँ बुझ्दैछ है बुझाउने पनि कर्तव्य हो हामीले बुझाउँदै पनि छौँ बट स्टिल मलाई लाग्छ कि हामी छोराछोरीमा यति डिपेन्ड नहौँ है बाउ आमाले चाहिँ आफ्नो पछिको सेक्युरको लागि एउटा घर एउटा जग्गा बस्ने खाने र बुढाबुढीको साथ चाहिँ पाउन् यस्तो छोराछोरी भन्दा चाहिँ किनकि पछिको दिनमा हामी पनि कोही पनि एभरग्रिन बस्ने होइन सबैजना एक समयमा बुढो हुने नै हो एक समयमा सबैजना बुढो हुने हो त्यो बुढो हुँदाखेरि हामी छोराछोरीमाथि बेसी डिपेन्ड बस्नुभन्दा चाहिँ बेटर आफै जोगेर आफूले आफ्नो यो थैलो चाहिँ मतलब कडा राख्नुपर्ने रहेछ भन्ने चाहिँ मैले बुझ्दैछु देख्दैछु है भोलि दिनमा त्यस्तो मन दुःख पनि नभइदियोस् दुःख पनि नपरोस् मैले यत्रो पढाएको छु भोलि दिनमा मलाई के कुछ यिनीहरूले गर्छन् भने लास्टमा तिनीहरूमा समय टाइम छैन म्यानेज गर्न सकेको छुइनँ यस्तो भयो त्यस अब धेरै कथाहरू सुन्छु पनि बुझ्छु पनि हैन सो त्यो चिजले चाहिँ मलाई एकदमै मनमा लाग्छ मन दुख्छ है के छैन संसार हो संसार गोलो छ है हामीले जहिले पनि जसलाई पनि जे गर्छौँ मिठो बोलेर गरौँ नराम्रो नचिताउँ नराम्रो उयो गरौँ कर लाग्यो भने बोलिन्छ पनि तर केही छैन आफूले गरेको काम आफ्नो बुवाआमा माथि नै हो र माथि ईश्वरले भगवानले देखिरहनु भएको छ हामीले कसैलाई प्रुभ गर्नु परेको छैन पनि है मैले चाहिँ स्पेसली कसैलाई गर्नु परेको छैन पनि अब कतिजनाले सोच्नुहुन्छ होला मैले अब त्यहाँ अरे प्रिया त भिडियोहरू नाच्दै गरेको हाल्दै देख्दैछु भनेर अभियसली अब म पनि बस्छु भित्रै हैन मम्मी पनि कोही बेला यति अल्छी लागेर बसिरहनु हुन्छ नि त मम्मीलाई म भन्छु म नाच्छु ल म भिडियो बनाउँछु न भन्दाखेरि ल भन्छ म नाच्दाखेरि पुरा खुसी खालको हुन्छ गरिसकेर मैले देखाउनुपर्छ फोनमै भिडियो कस्तो भयो भन्दाखेरि ह्याप्पी खालको क्याउ आई वान्ट माई प्यारेन्ट्स टु बी ह्याप्पी द्याट्स इट मलाई हाँसेको चाहिन्छ उनीहरू रुको होइन र मेरो आमा बाबाको आँखामा आँसु ल्याउने मान्छे चाहिँ चाहे जोसुकै होस् मेरो लागि उनीहरू दुश्मन हो दुश्मनै मान्छु चाहे त्यो जोसुकै होस् जोसुकै
हैन। त्योभन्दा बेसी एक्सप्लेनेसन म केही दिदिनँ पनि, भन्न चाहदिनँ पनि। इफ कसैलाई के भन्नु छ, के गर्नु छ, कसैलाई चित्त बुझेको छैन भने आएर फ्रन्टली हामी बात मार्नुपर्छ। तर मेरो आमा बाबालाई हर्ट गर्ने मान्छे चाहिँ मेरो पनि दुश्मन हो। र आमा बाउको आँखामा आँसु दिने मान्छे उनीहरू कहिले खुसी नै हुँदैन नि। उनीहरू पनि कहिले लाइफमा खुसी हुँदैन, हुनै सक्दैन। त्यो त मैले एकदमै आँखाले देखिसकेको छु हैन। भन्छ नि आफ्नो आमा बाउले भनेको कुरा नसुन्दा त पस्ताउँछ चाहिँ यस्तो हुन्छ त भन्ने त बादमा मसँग कतिपल्ट भयो। म कतिपल्ट डिलिट गर्थेँ, अटेरी गर्थेँ, सुन्दिनँ थिएँ हैन। बादमा त्यही चिज मलाई ब्याक हुन्थ्यो, मलाई नराम्रो भइरहेको हुन्थ्यो। म भन्थेँ त मम्मी तपाईँले भन्नुभएको थियो साँच्चै नै देखि सुनिस् भन्थेँ नि मैले। सो त्यस्तै छ अब मेरो स्ट्रगल मैले कसरी अब मेरो लाइफ अहिले यस्तै चलिरहेको छ है। धेरै कुछ गर्नु छ, धेरै कुछ गरेर आफ्नो आमा बाबालाई प्राउड फिल गराउनु छ है। त्यो चाहिँ म एकदम मैले माइन्डमा सेट गरेको छु। त्यो चिज पनि धेरै नै गर्नु छ। जो त्यसको लागि म आई नेभर गिभ अप, बिकज म माथि धेरै एक्सपेक्टेसन छ मेरो, स्पेसली मेरो मम्मीलाई। सो मैले बहुत कुछ गर्नुपर्ने छ मेरो फ्यामिलीको लागि पनि है। त्यो म गर्ने नै छु पनि। एन्ड अरू त के भन्नु, अरू त्यस्तै छ। बिहान उठ्यो, मुखसुख धुयो, चिया चाहिँ म एकदम बिहान कफी चाहिँ खान्छु। कफीको लागि माथि पुग्छु, म कफी लिएर आउँछु, खान्छु, 2टा बिस्किट खान्छु। त्यहाँदेखिको मम्मीलाई मुखसुख धोइदिन्छु, खाजा खुवाउँछु। त्यहाँदेखिको हामी निकै लामो गफ गर्छौँ आमा छोरी हो। मम्मीलाई त म कराउँदै खाना पनि खुवाउँछु, दबाई पनि खुवाउँछु, एक्सर्साइज गराउँदै। नानी सेम 1 सेकेन्ड म कहीँ जानु हुँदैन गाइस। म 1 सेकेन्ड दैलो खोलेर कहीँ गयो भने म जस्तो जान्छु नि त्यसरी यस्तो फेस छ भने यस्तै फेस हुन्छ। अहिले पनि मलाई यस्तै फेस गरेर हेरिरहनु भएको छ। यस्तै हुन्छ, यस्तो जबसम्म त्यो दैलोबाट भित्र पस्दिनँ नि यस्तै हुन्छ। मतलब पर्खिरहेको हुन्छ कहिले यो पस्छ रुमभित्र हो। त्यस्तो अब 1 सेकेन्ड छोडेर जान्छ। अब म सपोज कोही कामले अब नानीको केही खात्र खुत्रो किन्नुको लागि बजार जानु पर्यो, या केही आफै नुहाइधुवाइ गर्नुको लागि म घरै जान्छु यहीँ हारीथाङमै जाँदैछु भने पनि मैले फोन गरी सोध्नुपर्छ। बाबालाई छोडेर जान्छु, सोध्नुपर्छ के गर्दैछ। माथि धेरै एक्सपेक्टेसन छ मेरो, स्पेसली मेरो मम्मीलाई। सो मैले बहुत कुछ गर्नुपर्ने छ मेरो फ्यामिलीको लागि पनि है। त्यो म गर्ने नै छु पनि। एन्ड अरू त के भन्नु, अरू त्यस्तै छ। बिहान उठ्यो, मुखसुख धुयो, चिया चाहिँ म एकदम बिहान कफी चाहिँ खान्छु। कफीको लागि माथि पुग्छु, म कफी लिएर आउँछु, खान्छु, 2टा बिस्किट खान्छु। त्यहाँदेखिको मम्मीलाई मुखसुख धोइदिन्छु, खाजा खुवाउँछु। त्यहाँदेखिको हामी निकै लामो गफ गर्छौँ आमा छोरी हो। मम्मीलाई त म कराउँदै खाना पनि खुवाउँछु, दबाई पनि खुवाउँछु, एक्सर्साइज गराउँदै। नानी सेम 1 सेकेन्ड म कहीँ जानु हुँदैन गाइस। म 1 सेकेन्ड दैलो खोलेर कहीँ गयो भने म जस्तो जान्छु नि त्यसरी यस्तो फेस छ भने यस्तै फेस हुन्छ। अहिले पनि मलाई यस्तै फेस गरेर हेरिरहनु भएको छ। यस्तै हुन्छ, यस्तो जबसम्म त्यो दैलोबाट भित्र पस्दिनँ नि यस्तै हुन्छ। मतलब पर्खिरहेको हुन्छ कहिले यो पस्छ रुमभित्र हो। त्यस्तो अब 1 सेकेन्ड छोडेर जान्छ। अब म सपोज कोही कामले अब नानीको केही खात्र खुत्रो किन्नुको लागि बजार जानु पर्यो, या केही आफै नुहाइधुवाइ गर्नुको लागि म घरै जान्छु यहीँ हारीथाङमै जाँदैछु भने पनि मैले फोन गरी सोध्नुपर्छ। बाबालाई छोडेर जान्छु, सोध्नुपर्छ के गर्दैछ, सुत्यो कि सुतेन, गनगन गर्दैछ, पानी खुवायो। अब सेम टु सेम मलाई अब एउटा नानीलाई कसरी प्याम्पर गर्छ हामी, नानीलाई कसरी गर्छ सेम टु सेम। अब 2टा नानी, एउटा छोरा मेरो, एउटा छोरी मेरो मम्मी, त्यस्तो खालको। त्यस्तै छ। दबाईहरू किन्नु अहिले पहिला फर्स्टमा त पुरा हराउँथेँ म यो हस्पिटलमा। अहिले चाहिँ हराउँदिनँ, प्रो भइसकेको छु म सोकेथाङमा। अहिले अलिकति आइडियाहरू हुँदैछ कुन चाहिँ वेबाट जाँदा दबाई दोकान भेट्छ, कुन चाहिँ वेबाट जाँदा डाइरेक्ट यहाँ आइपुग्छ। अलिक फर्स्ट त पुरा हराउँथेँ म, मलाई खोज्नु निस्किनु पर्थ्यो। मेरो बाबाले मलाई खोज्दै निस्किने। बिचरा अहिले मेरो बाबा पनि अप एन्ड डाउन गरिरहनु भएको छ है। त्यस्तै चलिरहेछ, के गर्नु। हाम्रो घरको मुख्य बिमार हुनुभएको छ र एकदमै के छैन, लाइफ हो। लाइफमा को बिमार हुँदैन, सबैजना कोही पर्फेक्टली त्यो स्मुथली त जाँदैन नि त है। तर म एउटा बिन्ती गर्छु, कसैको पनि यस्तो बिमार हुने, हस्पिटलाइज हुने, हस्पिटल नजानु परोस्, यस्तो रोग पनि नलागोस् है। तपाईँहरूले पनि रिस राग आरिस घमण्ड नराखौँ, कसैसँग पनि मिलेर बसौँ, मिलेर काम गरौँ, मिलेर एकअर्काको हेल्प गरौँ। जति सक्छौँ हामीले एकअर्कालाई हेल्प गर्नु त्यो गरौँ। राम्रो सोचौँ, राम्रो बोलौँ, मिठो बात गरौँ, पोजिटिभिटी बढाउँ। त्यति नै हो, अरू त केही पनि छैन। अरू के मरेर जाँदा के लिएर जानु छ है। कसलाई के हुन्छ, कसैले के भन्नु, लाइफ इज लाइक भन्नु सकिँदैन।
सो त्यस्तै छ। आज स्याटरडेको दिन हो है। मेरो नानी आज यता मेरो हस्पिटलमै छ अहिले पनि। अब हालिसिनतिर जान्छ होला। एकछिन मलाई भेट्न आएको, छुट्टीको टाइममा मात्रै भेट हुन्छ आमा छोराको पनि हो। हस्बेन्डसँग त झन् औँसी पूर्णिमा मात्रै भेटघाट हुन्छ, या नत्र फोनमै प्रायः बात हुन्छ। अन्त त्यस्तै छ, त्यस्तै चलिरहेछ अहिले। बाबाको लागि म, मेरो लागि बाबा, अनि बाबा र मेरो लागि चाहिँ आमा, हामी 3 त्यस्तो भएको छ हो। मेरो हस्बेन्ड त नानी पुऱ्याउनु, ल्याउनु, पढाउनु गर्दा ठिकै हुन्छ। नानी ऊ मम्मीले के भन्नुहुँदैछ है, बोलाउनु हुँदैछ, जाऊ त गो। अन्त अब त्यस्तो छ गाइज। सो नो मोर, अब त्यस्तै छ अहिले। अब अरू त के भन्नु, अरू त त्यस्तो केही पनि छैन। के बिर्सेँ भने आम सो सरी। त्यस्तै छ। अन्त अर्को कुरा त्यति भन्दा सोके थाङको सबै कुरा ठिकै छ कि, बट अलिकति भन्छ नि त्यो एकजनाले गर्दा सबैलाई नराम्रो देख्ने त्यो चिज पनि है। प्लिज गरेर त्यस्तो चाहिँ गर्नु राम्रो होइन। कतिजना गाउँ बस्तीबाट आउनुहुन्छ, बोजू बाजे टाइपको सिधा सिधा दाजु दिदीहरू आउनुहुन्छ। अलिकति म कतिपल्ट देख्छु क्या त्यो अल्ट्रासाउन्डहरू गर्ने लाइनमा यस्तो कहाँ देख्छु क्या। अब त एकदमै रुड तरिकाले एक्सप्लेन, मतलब लाइक के सोध्दै गरेको एकदमै रुड तरिकाले कुदाइरहेको, रुड तरिकाले बोलेको, त्यस्तो 1-2जनालाई देख्दैछु, सबैलाई होइन। फेरि हाम्रो यो प्राइभेटमा बस्ने सिस्टर्सहरू एकदमै राम्रो हुन्छ, नर्सेसहरू एकदमै बोलीचाली मिठो हेल्पफुल हुनुहुन्छ। सो मलाई कतिजना चाहिँ एकदम मलाई अलिक चित्त दुख्छ है। मैले कतिपल्ट गएर हेल्प गरिदिएको छु, किन आफूले जानेको बुझेको त म गएर हेल्प गर्नु सक्छु नि त। मैले गरेको पनि छु है। मैले गरेको म पर्फेक्ट बनेको चाहिँ होइन। तर इफ तपाईँहरूले पनि यसरी हस्पिटलमा जाँदा यस्तो बुढो बाजे बोजूहरू आउनु भएको हुन्छ, उनीहरूलाई कतिवटा नलेज हुँदैन भने, तर तपाईँहरूमा त्यो नलेज छ, तपाईँहरू सक्नुहुन्छ भने प्लिज हेल्प गर्नुहोस् उहाँहरूलाई है। कतिजनाहरू चाहिँ मैले देखेँ एकदमै रुड बोल्दै गरेको देखेँ, त्यसो चाहिँ गर्नु हुँदैन बिचरा। अब उहाँहरू पनि को छ र तपाईँहरूलाई त सोध्नुहुन्छ, बिमारी देखाउन कहाँ बस्तीदेखि आएको हुन्छ होइन। सो त्यही हो, त्यस्तो कुराहरू छ। अरू त त्यस्तो केही पनि छैन। यो भिडियो चाहिँ यतिकै बोलेरै सक्यो। अरू सबै कुरा राम्रै, भगवान्को कृपाले सबै कुरा राम्रै जाँदैछ, राम्रै हुँदैछ पनि। एन्ड यहाँ मेरो नानीले चाहिँ मम्मीलाई हँसाउँदैछ हो। सो यस, चाँडैभन्दा चाँडै एउटा राम्रो भ्लग लिएर आउनु पाऊँ भन्ने एकदम आश गरेर बसेको छु है। एकदम ह्याप्पीवाला, किनकि मेरो एकदमै क्रेजी फ्यामिली हो। मेरो मम्मी बुवा, अझै म गएपछि त झन् अर्कै क्रेजी बनाउने मान्छे हो म मेरो मम्मी बुवालाई। अब केही छैन है, सबै त्यस्तै छ, लाइफ चलिरहेको छ, गइरहेको छ। इन दि एन्ड बेसी लामो नबनाउँ भिडियोलाई। इन दि एन्ड आई जस्ट वान्ट टु से टु इच एन्ड एभ्री वन्स अगेन, प्लिज डु लभ यर प्यारेन्ट्स। लभ मतलब यो होइन कि आई लभ यु भनेर मात्र हुँदैन, त्यसलाई जताउनु कसरी सक्नुपर्ने हो त्यो तपाईँहरूलाई याद हुनुपर्छ। एकदमै कसरी माया गर्नुपर्छ, कसरी हामीले खुसी राख्न सक्छौँ उहाँहरूलाई, इन्टरली एक्सटर्नली, मतलब हरेक तर्फबाट, हरेक उयसबाट है। त्यही छ, माया गर्नुहोस्, रेस्पेक्ट गर्नुहोस्, टाइम दिनुहोस्। एन्ड त्यति नै हो। मैले त मेरो मम्मीलाई स्टोनको अपरेसन हुँदादेखिको लिएर, हार्टको अपरेसन हुनुदेखिको लिएर, मैले कोभिडको टाइममादेखिको लिएर मैले त्यो मम्मीलाई देखेको छु क्या। सी इज भेरी स्ट्रङ। म चाहिँ मम्मीको जग्गामा भएको भए चाहिँ म उहिले कहिले हार मानिसक्थेँ, दुखेर हात थाक। यति स्ट्रङ हुनुहुन्छ क्या, हरेक चिजलाई मजाले बिमार भएर पनि ह्यान्डल गर्नुहुन्छ क्या। त्यो चिज चाहिँ एकदमै स्ट्रङ छ, स्ट्रङ लेडी हो, स्ट्रङ, भेरी स्ट्रङ। एन्ड त्यही हो, त्यस्तै छ लाइफमा। यो होइन कि अब एकदम अपसेट भएर गरेर बसेर हुँदैन, केही कुछ गर्नुपर्छ। गर्नुको लागि माइन्डलाई सेटअप गरेर राख्नुपर्छ, राम्रो कुरा सोच्नुपर्छ, राम्रो कुरा गर्नुपर्छ। अनि सिलगढीमा हुँदा त म गइबस्थेँ, एभ्री ट्युजडे मन्दिर गइबस्थेँ। कारण अब यहाँ त हस्पिटलमा कहाँ माथि मन्दिर गएर कहिले आएछ, मेरो त बिहान यहाँ 10वटा काम हुन्छ हस्पिटलमै हो। सो अहिले म भगवान्लाई मनमै जति सम्झिनु सक्छु सम्झिन्छु। अरू त मेरो भगवान् भने पनि जे नै भने मेरो त आमा र बाबा हो। बिहानै देखिहाल्छु मम्मीलाई, बिहान मम्मीको आशीर्वाद पाइहाल्छु, बुवाको आशीर्वाद पाइहाल्छु। अरू मलाई के चाहिएको छ हो। सो दिस इज इट। त्यस्तै छ, त्यस्तै चलन चलिरहेको छ है। एज अ कलाकार, एज अ आर्टिस्ट म कमब्याक चाँडैभन्दा चाँडै गर्नेछु। यो होइन कि म प्रिया चाहिँ अब एकदम साइडमा होइन, नेभर है। म सानैदेखिको नाच्ने, गाउने, एक्टिङ गर्ने मान्छे हो। जसले मलाई पर्सनली चिन्नुहुन्छ उहाँहरूलाई याद छ म कतिको कस्तो खालको हो भनेर है। एक्टिङ एन्ड डान्सिङ इज लाइक टोटली क्रेज भएको मान्छे हो म है। सो आई विल बी लाइक कम ब्याक सुन। अन्त
मलाई लाग्छ कि अपर्च्युनिटिजहरू त धेरै सरी बोल्दा बोल्दा फेरि फोन आएर एनिवेज यस्तै छ है। अब मेरो लाइफ कस्तो चल्दैछ के हुँदैछ अहिले हस्पिटलमै बितिरहेको छ र अहिले मेरो आफ्नो काम साम धाम सबैलाई साइडमा राखेको छु बिकज मेरो फर्स्ट टार्गेट मेरो मम्मी हुनुहुन्छ। किन टार्गेटमा चाहिँ मैले मम्मीलाई 6 महिनामा यतिको इम्प्रुभ गरेको छु भने अब आउँदो फर्दरमा म कति गर्नु सक्ने छु के गर्नुपर्ने हो कसो हो धेरै कुराहरू छ म तपाईहरुलाई भन्छु बादमा। सो एनिवेज चाँडैभन्दा चाँडै प्रिया शर्मा फेरि पनि नयाँ आफ्नो काममा कम ब्याक हुने नै छ एज अ कलाकार म कहिले पनि बिर्सिने छुइनँ। एन्ड वन्स अगेन सबैजनालाई हृदयदेखिको थ्याङ्क यू सो मच फर अलवेज बिलिभिङ मी एज अ एक्टरमा पनि तपाईहरुले मलाई कतिजनाले मलाई धेरै एप्रिसिएट गर्नुहुन्छ मेरो भिडियोजहरू हेरेर पर्सनली मलाई मेसेजहरू गर्नुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद। अन्त मेरो मम्मीलाई प्रेमा राखिदिनुहुन्छ धेरैजनाले सम्झिदिनुहुन्छ त्यसको लागि पनि धेरै धेरै धन्यवाद। एन्ड त्यस्तै छ अहिले मेरो बुवा मेरो मम्मी दुवैजनाको लागि नै आफ्नो राम्रो हेल्थको लागि तपाईहरुले प्रे गरिदिनुहोस् र साथैमा तपाईहरुले पनि आफ्नो स्वास्थ्यमा ख्याल राख्नुहोस् आफ्नो परिवारलाई माया गर्नुहोस् फ्यामिलीलाई टाइम दिनुहोस् एन्ड किप लभिङ है किप सपोर्टिङ। अन्त मेरो युट्युब च्यानललाई पनि लाइक र सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनुहोस्। सो चाँडैभन्दा चाँडै म एकदमै राम्रो एकदम ह्याप्पीवाला भ्लग लिएर आउने छु तपाईहरुको सामु। सो फिलहालको लागि यति नै छ। लाइफ इज गोइङ अन यसरी नै चलिरहेको छ प्रिया शर्मा। एन्ड तपाईहरुलाई जे पनि भन्नु छ भने कमेन्टमा तपाईहरुले कमेन्ट गर्दा भयो। मैले भनेको कुराहरू कस्तो लाग्यो तपाईहरुलाई इफ आई एम रङ भने पनि भन्नुहोस् इफ आई एम राइट भने पनि तपाईहरुले कमेन्ट गर्नुहोस्। एन्ड यस्तै छ एक्सपिरियन्स चाहिँ सोकेथाङ हस्पिटलको अहिलेसम्म है। सो द्याट्स इट एन्ड टेक केयर एभ्रिवान है बाई। कहीँ बस्ने जग्गा नपाएर चाहिँ म चाहिँ यही सोफामा सुत्छु यही सोफामा यसरी नै सुत्छु म हो। यहाँ फुका निक्लिरहेको छ राति अनिन्दो भएर हो कि के हो नानी यता बसिरहेको छ मस्तले फोन हेरिरहेको छ मम्मीले पर बेडबाट मलाई हेरिरहनु भएको छ। यो चाहिँ फेरि पटर 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 म त बेसी बोलेरै इरिटेट गरिदिन्छु नि त मम्मीलाई गर्नुपर्छ अरे यसै कारण गर्छु म। सो एनिवेज मेरो बाबा मेरो बुवा चाहिँ अहिले फिलहालमा मेरो यता घर जानुभएको छ खानापिना रेडी गर्नुहुँदैछ। एन्ड खानापिना रेडी भइसकेपछि खाना ल्याइदिनुहुन्छ। एन्ड म पनि अब एकछिन मम्मीलाई हल्का यसो एक्सर्साइजहरू गराउँछु म पनि यसरी खाली राख्दिनँ। यहाँ नै बत्ती बालेर पूजा गरेर सधैँभरि नुहाइधुवाइ गरेर एकदम देवीमा भगवानप्रति जति नै टाउको माथा टेक्नुहोस् न भगवानले पनि सुन्नुहुन्न। बाउ आमालाई रोने छोराछोरीको नि भगवानले सुन्नुहुन्न। भगवानको बदलीमा बाउ आमाको फोटो राखेर पूजा गर्नुहोस् न त्यसै अटोमेटिक तपाईले नसोचेको पनि काम पुरा हुन्छ। बाउ आमालाई त्यो माया चाहिएको छ त्यो इम्पोर्टेन्स छोराछोरीकोबाट चाहिएको छ। धन दौलतसँग केही मतलब छैन। इट्स अल म्याटर लभ एट्याचमेन्ट अन्डरस्ट्यान्डिङ इमोसनली। सो मलाई त्यही हो आफ्नो बाउ आमालाई इम्पोर्टेन्स दिनुहोस् माया गर्नुहोस् साथ नछोड्नुहोस् चाहे जस्तै जे नै भए पनि है। फर मी म बारम्बार त्यही भन्छु अहिले म यो संसारमा आउनु नै मेरो आमा र बाबा हुनुहुन्छ र म आएँ नि त हैन। अहिले म यो संसारमा नभएको भए मैले मेरो उहाँ हस्बेन्ड पनि पाउँदिनँ थियो होला मैले यस्तो राम्रो नानी पनि पाउँदिनँ थियो होला हैन। सो मेरो लागि मेरो लाइफमा सबसे पहिला फर्स्टमा आउँछ मेरो आमा बाबा त्यहाँदेखि म साइडमा राख्छु मेरो नानी मेरो हस्बेन्डलाई। अभियसली बुढा र नानीको माया अलग्गै एउटा जग्गामा हुन्छ आमा र बाबाको माया अलग्गै एउटा जग्गामा हुनुपर्छ है त्यो करेक्ट हो। तर आफ्नो सबसे बेसी मलाई चाहिँ मेरो तर्फबाट लाग्छ कि सबसे बेसी मेरो लागि भगवान भए पनि मेरो लागि बुझिदिने मेरो हरेक कुरालाई अन्डरस्ट्यान्डिङ गरिदिने मलाई दुःख पर्दा मेरो कस्तो सिचुएसन आयो हैन त्यो टाइममा मेरो आमा बाबाले मलाई सपोर्ट गर्नुभयो। सो म अहिले यहाँ छु नि त। सो अब दे विल निड अस अब उहाँहरूलाई हामी चाहिएको छ त्यही आशले त बाउ आमाले पनि हामीलाई पढाउँछन् लेखाउँछन् काम गर्छ यिनीहरूले भोलिको दिनमा हामीलाई हेर्छ भनेर त सोचेको हुन्छ। त त्यो टाइममा चाहिँ हामीले एक्सक्युजेस दिनु थाल्यो भने त्यो सुट गर्दैन। किनकि मैले अहिलेको टाइममा हस्पिटलमा है म कतिवटा केसेसहरू मैले अब देखेँ अब्जर्भ गरेँ मैले मान्छेहरू आउँछ भेट्छ हैन
मैले यहाँ के देखेँ के अनुभव गरेँ भन्दाखेरि यहाँ के भन्छ अब छोरा र छोरीमा धेरै भिन्नता देखेँ मैले यता पनि है। जहिले पनि जहीँ पनि देख्छु छोरी मान्छेले नै गरेको देख्छु। सोद्धा बातचितहरू हुन्छ नि त, छोरी मान्छे नै हुन्छ, छोरी मान्छे नै हुन्छ, छोरी मान्छे नै हुन्छ। किन भन्दा ऊ छोरी हो नि त। नि त वाइ यो छोरा र छोरी भन्ने चाहिँ कसले बनायो यस्तो भिन्नता? अहिले त केटाले गर्ने काम केटीले पनि गर्नु सक्छ, केटीले गर्ने काम केटाले पनि गर्नु सक्छ। वाइ नट जब अभर पर्दा चाहिँ छोरा हुन्छ अरे, छोरी हुन्छ अरे। वाइ किन? यो क्वेसन छ नि त, किन छोरा मान्छेको चाहिँ आमा होइन, छोरा मान्छेको चाहिँ बाउ होइन, छोरा मान्छेले चाहिँ बाउ आमालाई हेर्नु हुँदैन? सो त्यही हो। इन दि एन्ड के भन्छ अपर्च्युनिटिजहरू भन्ने त धेरै पाइन्छ। तपाईँकोमा ट्यालेन्ट छ भने काम पनि धेरै पाइन्छ है। तर आमा बाबा हामीले घरिघरि पाउँदैनौँ पनि। सो यस्तै टाइममा हो हामीले अहिले हेर्नुपर्छ है, याद गर्नुपर्छ। एन्ड बाबा आमा भन्ने घरिघरि नयाँ ल्याउँछु पाउँछु भन्दा मिल्दैन, पाउँदैन है। सो अहिले मैले कामलाई चाहिँ अलिक साइडमै राखेको छु है। अहिले मेरो टार्गेट, मेरो इम्पोर्टेन्स मेरो फ्यामिली नै रहेको छ। कसरी के गर्नुपर्छ त्योपट्टि फोकस रहिएको छ। सो यस गाइज, यति नै भन्दै आज मेरो लाइफको बारेमा जस्ट मैले मेरो एक्सपिरियन्स लाइफबाट मैले धेरै कुराहरू सिक्दैछु, धेरै कुराहरू बुझ्दैछु। मान्छेलाई पढ्दा मात्रै मान्छे जब आफूलाई पढ्छ अरे नि तब मात्रै मान्छे चिनिन्छ, देखिन्छ भन्छ नि। मैले पनि धेरै कुराहरू देखेँ, चिनेँ। सो यो चिजले मलाई धेरै कुराहरू सिकायो पनि है, सिक्छु पनि म। बट यो होइन कि कसैले तपाईँलाई यस्तो गर्दैछ भने चाहिँ तपाईँ चाहिँ मतलब हार मानेर नबस्नु। यो टाइममा हार मान्ने होइन, आफूलाई स्ट्रङ बनाउने हो। एन्ड साथैमा थ्याङ्क यू सो मच। यति नै रहेको छ मेरो यो भिडियो है। तपाईँलाई कस्तो के लाग्छ मेरो सोच विचार एन्ड धेरै नयाँ कुराहरू अनुभव गरेँ, जे पनि गरेँ तपाईँहरूसँग सेयर गरेँ है। सो यस्तै छ, यसरी नै जिन्दगी चलिरहेको छ है। परिवारसँग दुःख सुख जस्तो जे नै चले पनि मलाई मेरो आमा जाति बनाउनुसँग मतलब हो है। मलाई अरू त भाडमा जाओस्, मलाई मतलब पनि छैन। जसले जे सोचे, जसले जे जज गरे, यो टाइममा मलाई एक्सप्लेनेसन दिने मलाई जरुरी पनि लाग्दैन। यो टाइममा चाहिँ राम्रो कुरा सोच्ने, राम्रो काम गर्ने है। अनि मिठो दुई वचन मिठो बोलेर बस्ने सबैसँग है। सो यस्तै छ अहिले हस्पिटलको मेरो कहानी, दास्तान, मेरो अनुभव, एक्सपिरियन्स जति जे सिकेँ भविष्यमा धेरै काम लाग्नेछ। मेरो नानीलाई पनि काम लाग्छ। यही कुरा उसले देखेर सिक्छ, बुझ्छ है। आमा बाउले जसो जे गरे, ठुलो मान्छेले जसो जे भन्छ त्यही त गरिन्छ। सो यस, यति नै भन्दै आजको भिडियोलाई म यतिमै समाप्त गर्दछु। त होप सो तपाईँहरूलाई मेरो यो भिडियो राम्रै लाग्यो होला। फर्स्ट टु लास्टसम्म हेरि चाहिँ दिनुहोस्, सुनिदिनुहोस् र कमेन्ट गर्नुहोस् कस्तो के लाग्छ है। यति नै भन्दै म अब मेरो ब्लगलाई स्टप गर्नेछु। एन्ड प्लिज डु प्रे है। र पनि प्रार्थनामा राखिदिनुहोस्, भगवान्लाई सम्झिदिनुहोस् कि चाँडैभन्दा चाँडै मेरो मम्मी एकदम पर्फेक्टली अझै एक्टिभ भइदियोस्। अनि साथैमा मेरो बाबालाई अझै आँट, हिम्मत, स्ट्रेन्थ पाउँ है। किनकि म आफै मैले फेरि पनि भन्दैछु, हामी छोराछोरी माथि नै छ। जे पनि बाबुआमालाई हामीले दिन सक्छौँ हामी माथि नै छ। धन दौलतले नभए तापनि मन, माया र साथले नै धेरै कुछ गर्न सक्छौँ हामीले। र त्यही भन्दै यो सोकेथाङको नजारा लास्ट अन्तिम हेरिहाल्नुहोस् तपाईँहरूले पनि। लभ यु अल एन्ड ह्याभ अ ब्लेस्ड डे टु इच एन्ड एभ्री वान।